पानीमाथि बस्ने केटीकेटीको स्कुल। यहाँको ट्रान्सपोर्ट भनेको ढुङ्गा चढेर आउँछन् स्कुलमा, अनि ढुङ्गै चढेर फर्किन्छन्। बनाएको ठुलो मल हो, यसलाई यासन भन्छ। हल्का घरहरू, हल्का बिल्डिङहरू छैनन्, कमै छ, कता कता मात्रै देखिन्छ। यो पुल चाहिँ भर्खर मात्रै बनेको, करिब 5 वर्ष जति भयो कि यो पुलले बडो सुविधा गरेको छ। नत्र भने पानीहरूलाई बडो असुविधा थियो, गाडी लानु मिल्ने थिएन। अब अहिले पारी गाडीहरू लान्छन्। यो चाहिँ राजधानीको ठुलो मस। सहरहरू यता गएपछि गार्डन भन्ने सहर पुगिन्छ। बकुला एक्लै छ। यो बकुलाहरू यहाँ प्रायः बथानमा भेटिन्न, किनभने पनि एक्लै देखिन्छ। यो चाहिँ पारी यो काठको घरमा बस्नेहरूको पार्किङ हो। यो यहाँ कोही एक्सर्साइज गर्न आउने मान्छेहरूले गाडी राख्छ। त्यो पहेँलो देखेको बिल्डिङ चाहिँ नि अब यहाँको यो ठाउँको चाहिँ अब त्यही एरियाको मुख्य सपिङ मल हो।